यो भेना त अस्ति म तन्केको नै हालिरहेको के भन्नु यस्तो गरेको नि यही लुगा लगाएको थियौ अर्को पाउ यस्तो गरेको नि लगाएर म गयो मेरो पर उयो हेर्नु पाएको छैन अब त भेजमा होइन यो भेना चाहिँ जहिले कतिवटा आउँदो रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 भोलि त छिट्टो छिट्टो उठेर राखिदिनु पर्ने यो अलि राम्रो मिलेर राख त मलाई अलि आएन कि त्यो फोन चाहिँ राख न यता सबै काम सक्छ यो हेर त यो ढेक्ची ढेक्ची भइरहेछ त्यो त कहाँ बस्छ त त्यतिकै राख म अब अलि राखेको अब चाहिँ बेला बेल्दै गर्ने बेल्नु त राम्रो बेल्नुहुन्छ तर अलिक ढिलो ढिलो बेल्नुहुन्छ स्माइल प्लिज सक्नुआँटेको अवस्था ठ्याक्कै 12 आउँदो रहेछ न म चाहिँ रोटी बनाउने उसमा सातो उता भेटाएन भोलि अब हजुर यतै ल्याएको छ बाइकमा जोड्दा उता ठाउँ भेटाएन यो अलिक बिजी पनि भयो भोलि तिनीहरूले भोलि उता सोनी चरा तिनीहरूले ल्याइदिन्छु तिनवटा हुन्छ जानु त्यसो नबनाउनु ठिक बनाउनु टेस्टी खानुको लागि अनि माझ घर पो जाने कुरा सुनेको छ को हौ तपाईँ बिहान गएर आएको होइन सामान ल्याएर त्यसको होइन खाना बोलाएको छ भने कसको चार्जर हो कहाँ माछा घर हौ मम्मी काशीकोमा भनेको होइन हिजो मान्छेले भाउजू यहाँ मोमो खानु के गर्छ त्यो टाइप सी नै हो मेरो कुरामा मोमो चार्जर कहाँ छ यसलाई किनवटा भेज मोमो पनिर मोमो खोइ हामी पनि खाउने खै यसले खाँदैन खाँदैन एउटा मात्रै खान्छ नि हामी चाहिँ नखानु खैले कान्छीले बनाएको दुनु गक्कोमा त पनिर मोमो खाने हो कुन पनिर मोमो यो पनिर मोमो के भएको छ टमाटर र उसको अचार कस्तो भएको छ मलाई 5वटा मात्रै मनपर्छ मिठो छ नि कुकुरलाई भात दिएको छैन नि अब दिन्छु म दिन्छु
भाकेन्द्रकोमा गएर बिहान किनेर ल्याइदियो न, त्यो बिग्रिन्छ हौ अस्तिको दिन किनेको। केही नगरेर बसे जस्तै गर्छ। एउटा पातलो भयो बाक्लो फिजाउनु त्यो एउटा डल्लो पनि बनाइहाल्यो त पुग्छ त्यही ठाउँ कति छ अब पुगिहाल्यो नि यो त त्यसमा हाल्नु छैन त्यो बनाऊ न त्यसमा होस् त्यसमै हाल्दै होइन त्यो बनाउनु यो भयो त्यसलाई मात्रै पुग्छ कि अर्को त पर्दैन यो भाँडा मोलेकोमा राख्नु त यो पनि तिनीहरू चाहिँ उतो प्लास्टिकको झोलामा राख्नु त केमा रेडी सेडी गयो नि यहाँ कति भएछ यादै गरेँ खुचेला बोलाउनु त बेडमा राख्दै पनि खानै सक्नु दुईवटा मात्रै राख्नु यो पुग्यो सोध्नु नि आउने खाने म किन यसमा देऊ न मम्मी म आज किन यसमा खाएको मोमो खानु भनेर नि निकालेको नि नखाने भने नखाने त कति प्लेटमा खाएँ परेन यस्तो हुन्छ यो त म सानो थिएँ नि यो पुग्दैन होला यहाँ राखिदिन्छु नि खाओस् न यो कोठा कोठामा झन् मजाले खाओस् भनेर यसको यो कसले यसको आन्टीले किन्दै भने पूजन काकाले ल्याइदिनु भएको हेर्न तातो छ माथिको अनि खोइ अचार ल्याइदिन्छु ल एउटा अझै अट्छ लानु त है ओ चाहिँ किन पुराको चाहिँ देखिँदैन पुराको त यम्मी टेस्टी मोमो खाने होइन बोजू मोमो खाने बोजू भोलि बेला खानु त राख्दिनु अरे है एक दुईवटा खानु नि दुई तिनवटा पानी लग्यो अझै दुई तिनवटा खानु न
भेज मोमो कस्तो छ बुझ्छ पिज्जा भइजान मिठो भएछ यति दुःख गरेर पकाएर पनि मिठो भएन भने त मुखमा हान्दा भए गयो मुक्छु भेज पनि मिठो हुन्छ नि मजाको भेज मिठो छ आज पज गर्दैछु अचार ल्याऊ तातोहरू मिठो लाग्यो हामी के गर्छ त भन आउँदैछ सुकेर रन्जितको अहिले ढिलो हुँदैछ भन्दै थियो नि त सोचेको भन्दा मिठो भयो नि भोलि मलाई डिप फ्राई गर्नु चाहियो है तिनवटा मलाई थपिसक्यो उसले चाहिँ खाँदैछन् स्टिल है त्यसो के छ होला अचार खायो घरमा मिठो भन्छ अचार मिठो भनेर चाहिँ यसपालि गर्छ अस्तिको थियो नि त्यो झन् मिठो भयो अचार पुरै छरिन खाएको त्यो मोमो भेज मोमो मोमो बिट्स होममेड मोमो है रियल हो यो साइजको होइन अनि कति खाँदा पनि हुन्छ मिहिनेत पनि छ स्वाद पनि छ राइट हाम्रो चाहिँ यो भेज मोमो है गाइस लाइक सेयर सब्सक्राइब गर्नु होला फाइनल अब यो लगभग अब एक मक्टो छ यो चाहिँ काइन्ड अफ म त धेरै खाना दुईवटा मात्र खान्छु यहाँनिर के छ तिमी कतिवटा खान्छौ कतिवटा खान्छौ म त दुईवटा मात्र खान्छु यति अझै त्यहाँ पाउँदैछ त्यहाँ पाउँदैछ यहाँ चाहिँ यस्तो छ